Hello, namaste, and welcome back, everyone. Uh, in this video, I am going to share our moment with you to the walking trail, weight conservation reserve loop walking trail, and हामी चाहिँ महिनामा एटलिस्ट दुईवटा जति हाइक गर्न जाउँ भनेर हामी कुनै डेस्टिनेसन सेलेक्ट गरेर जान्छौँ एन्ड देन फर दिस विकेन्ड वी डिसाइडेड टु गो टु दिस वर्किङ ट्रेल एन्ड आज म यो भोइस ओभर यसले नै गर्दैछु कि बिकज आई वुड लाइक टु सेयर समथिङ विच वाज भेरी स्केरी एट द सेम टाइम भेरी फन्नी फर अस द्याट ह्यापेन्ड विथ अस ड्युरिङ दिस जर्नी यस कारणले पनि आज म यो हजुरहरू समक्ष यो भोइस ओभर गर्दैछु त्यो चाहिँ हामीलाई त्यति बेला चाहिँ एकछिनको लागि एकदमै स्केरी थियो अनि पछि हामीले थाहा पाइसकेपछि चाहिँ अहिले सम्झिँदा चाहिँ एकदमै हाँस उठ्छ लेट्स स्टार्ट जर्नी फ्रम हियर यो त ठाडै उकालो छ हामी उहाँ तल्लोबाट आएको ठाडो उकालो छ अलि माथि गएपछि तेर्सो तेर्सो होला कि कन्जर्भेसन एरिया अनि मैले कुटिल कोसा पनि भेटेको छु हामी भर्खर पोइन्ट 3 आइपुग्यौँ बस्ने ठाउँ पनि पाएर थकै लागेर बसिसकेँ एउटा महानुभाव उहाँ यहाँसम्म आइपुग्नु भयो हजुर पधार्न सक्नुहुन्छ अगाडि अगाडि अलि छिटो छिटो पधार्नु होला हामीले भिडियो बनाउनु भ्याइरहेको छैनौँ यस्तो पाराले त हिँडै नै भएन नि थमक थमक गर्दै हिँड्दै हुनुहुन्छ अगाडिको मान्छे बनाइदेखि आएको हिँड्दैछ यो त केही होइन यसको नि मुनि मुनि त्यो घरहरू देखिरहनु भयो नि त्यहाँबाट हामीले हिँड्न सुरु गरेको अझै हिँड्दैछौँ अब यो प्रक्रिया कति लामो हुन्छ थाहा छैन अनि यस्तो राम्ररी भिडियो न्यारेट गर्ने मान्छे पनि तपाईँहरू अर्को हाम्रो त्यहाँ थक गइरै गर्ने ठाउँ रहेछ उ त्यहाँ तर The beauty of walking is
यता हेर्नु न खासमा कुरा के भएको थियो भने चाहिँ हामी अराउन्ड 1 hour and 45 minutes जति वक गरिसकेको थियौँ. देन वी हर्ड एकदमै अनौठो नोइज फ्रम द जनावरको पनि एउटा एकदमै अनौठो आवाज सुन्यौँ. अनि एकछिनसम्म हामी कुर्यौँ अनि त्यही पनि त्यो आवाज आइरह्यो. देन वी थट इट्स सो हार्मफुल एन्ड हामी त्यहाँबाट भाग्यौँ. अनि अराउन्ड 10 minutes जति नै हामी भागेर एउटा पोइन्ट जति नै तल आयौँ. देन वी रियलाइज कि अस्ट्रेलियामा त्यस्तो धेरै वाइल्ड लाइफ एकदम हार्मफुल वाइल्ड लाइफ जनावर त छैन. देन वी सर्च फर द kangaroo sound and then we confirmed that sound was from kangaroo. And then we started to walk back. डराएर तीनजना कसले नाम ठोकेर अहिले फेरि फर्किँदैछौँ कन्फर्म गरेर त्यो चाहिँ कङ्गारुकै आवाज हो भनेर. अब हामीलाई चाहिँ थाहा थिएन कि कङ्गारु कसरी कराउँछ भनेर फर्स्ट टाइम सुनेको पनि थिएन. अनि हामी भाग्यौँ तिनैजना. अनि त्यसपछि अलिक तल पुगेर कन्फर्म गऱ्यौँ कङ्गारुको साउन्ड कस्तो हुन्छ. अनि कति पऱ्यो भने 10 मिनट जति पर कुदेर हिँडेर नि होइन फेरि फर्किँदैछौँ. बिकज your safety comes first always. अनि उहाँ अहिले सबैभन्दा पहिला चाहिँ उहाँ भाग्नु भएको थियो, अझ अगाडि हुनुहुन्थ्यो. अनि फेरि अहिले नै अगाडि पुगिसक्नु भयो कि कन्फर्म भइसक्यो. म हेर्दैछु होइन दुईजना तुफान भाग्यो अनि क्या म त यस्तो हाँस्यो त्यो. सो क्याङ्गारुको आवाज साउन्ड चाहिँ यस्तो सुनेको थियौँ हामीले. अनि हामीलाई चाहिँ थाहा थिएन कि क्याङ्गारु यसरी कराउँछ भनेर. पुच्छदेखि चाहिँ उयो फेरि खैरे कलेको पुच्छा देखाइदियो. दुईटा हिँड्या पनि देखायो. म अनुहार देखाएको छैन नि त. कङ्गारु हो कि के हो के त. तर ठाउँ चाहिँ एकदम राम्रो छ. पिसफुल. मान्छे पनि धेरै हिँड्दैनन्. अब यस्तै हो. होइन कन्फर्म नगर्दासम्म मान्छे हो. अब कन्फर्म गरिसकेपछि चाहिँ फेरि फिर्ता आएको. उसले कङ्गारु पनि फेरि त्यसैले हामीलाई डराएको यहाँबाट भिडियो दुइटै होला जस्तो लाएर सेम रुख जस्तै छ. अब भिडियोमा चाहिँ क्लियर छ कि छैन. अनि मेरो बहिनी चाहिँ अघि नै देख्दा त्यहाँ परबाट देख्दाखेरि चाहिँ डार्क कलरको पुच्छर दिएको थियो भनेर एक्सप्लेन गर्दै थिएँ. तर त्यहाँनिर टन्नै कङ्गारुहरू भेट्यौँ. पछि हामीले त्यहाँ चलिरहेको थियो, घाम तापेर चलिरहेको थिएँ. अनि अलिक हिँडिसकेपछि चाहिँ कस्तो राम्रो कलरको फुलहरू फुलिरहेको थियो. अनि हनी बिजहरू पनि थियो त्यहाँनिर. रोडको दुवै साइडमा फुल थियो. एकदमै राम्रो त्यो इन्भाइरोमेन्ट त्यहाँको चाहिँ. सायद यो फुलहरूले पनि अझ त्यो एड गरिरहेको थियो कि त्यहाँको त्यो इन्भाइरोमेन्टको ब्युटीलाई. अनि हामी चाहिँ नियर टु स्टप पोइन्ट 9मा पुग्यौँ. त्यहाँबाट चाहिँ यता एडलेड सिटीको भ्यू एकदमै राम्रो देखिन्थ्यो. अनि यो अहिले देख्नुभएको दृश्यमा देख्नुभएको चाहिँ अघि हामी हिँडेर आएको बाटो एकदमै राम्रो देखिरहेको छ कि. अनि अझ त्यहाँबाट हेर्दा चाहिँ झनै राम्रो कि हरियाली रुखहरू. अनि साइडमा अर्को साइडमा चाहिँ एडलेड सिटी.
Wow, so beautiful. And point 9. Adult City. अनि पोइन्ट 9 पुग्दाखेरि चाहिँ त्यहाँबाट हामीले एकदम राम्रोसँग एडिट प्लेन्स र समुद्रको त्यो चमक देखिन्थ्यो। अनि अर्को साइडमा त्यसमाथि अझ वनस्पतिहरूले भरिएको त्यो क्षेत्र हेर्दा चाहिँ एकदमै सुन्दर अनुभूति थियो। अब चाहिँ हामी फर्केको। छाडै उकालो छ, ओह्रालो छ, ओह्रालो छ। त्यहाँ चाहिँ अझ अरू एक्स्ट्रा 3 पोइन्ट्स थियो। हामी चाहिँ बिकज वी डिडन्ट ह्याभ टाइम स्टडी सो वी जस्ट वेन्ट अप टु पोइन्ट 9 एन्ड देन वी रिटर्न ब्याक। अनि अब हजुरहरू पनि कुनै एउटा नाइट वर्किङ ट्रेल खोजिरहनु भएको छ भने चाहिँ दिस कुड बी वान अफ द ब्युटिफुल प्लेस फर यु एज वेल। एन्ड डोन्ट फर्गेट टु फेमिलराइज युर सेल्फ विथ Kangaroo Sound. And thank you for watching.